हाई गाइज, आराम हुनुहुन्छ? काठमाडौँबाट हुनुहुन्छ कि काठमाडौँभन्दा बाहिरबाट हुनुहुन्छ? यदि काठमाडौँबाट बाहिर हुनुहुन्छ भने त्यताको मौसमको अवस्था अहिले कस्तो छ? काठमाडौँमा चाहिँ यति बेला एकदमै चिसो मौसम छ। आज त झन् चिसो एकदमै धेरै बढेको थियो। अनि आजको तपाईँको दिन कसरी बित्यो त? आउनुहोस् एकैछिन गफ गरौँ है त। आजको दिन कसको लागि धेरै स्पेसल थियो र कसको चाहिँ राम्रो काम बन्यो आज? मेरो चाहिँ आज त्यति धेरै स्पेसल दिन थिएन, ठिकै भनौँ। आज दिनभरि मेरो अफिसमै बित्यो। न्युज लेखेर नै बिताएँ आज मैले दिन। आज धेरै नै चिसो दिन भएकाले चाहिँ मैले अरू बेला चिया खाँदिनँ थिएँ, तर आज दुईचोटि मैले चिया खाएँ। हजुरहरूको चाहिँ कसरी बित्यो त आजको दिन? अनि तपाईँहरू चाहिँ कुन कुन पेसामा कार्यरत हुनुहुन्छ अहिले? कुरामा मैले चाहिँ भन्नै बिर्सेछु, मैले युज गरेको फेस वास चाहिँ मामाअर्थको राइस वाटरवाला फेस वास हो। यो नचिन्ने त को नै हुनुहुन्छ होला र, धेरैलाई थाहा छ। मलाई चाहिँ यो फेस वास एकदमै राम्रो लाग्यो। मेरो स्किनमा चाहिँ यसले राम्रो काम गरेको छ। तपाईँहरू कसले युज गर्नुभएको छ कमेन्ट गर्नुहोला र कसलाई मन पर्यो। आजलाई यति नै एभ्रिवान, बाई बाई।